उग्रश्रवाले भने, ऋषिहरू, सबभन्दा पहिला राजा जन्मेजयले सर्पयज्ञ गर्नुको कारणको विषयमा सुन्नुहोस्। पहिलेको कुरो हो, जन्मेजयले कुरुक्षेत्रमा आफ्ना 3 भाइहरूसँग अनेक यज्ञ गर्ने गरेका थिए। एक पटक राजाको त्यस्तै कुनै यज्ञमा देवताहरूकी कुकुर्नी सारमाको छोरो सारमेय आइपुग्यो। राजाका भाइहरूले अकारण त्यस कुकुरलाई हिर्काए। त्यो कुकुर रुँदै रुँदै आफ्नी आमा कहाँ गयो। छोरो रोइरहेको देखेर त्यसकी आमा सारमाले सोधी, छोरो किन रुन्छस्? तँलाई कसले कुट्यो? आमाले यसरी सोधेपछि उसले भन्यो, आमा, मलाई जन्मेजयका भाइहरूले कुटेका हुन्। यो सुनेर आमाले भनी, तैँले नै कुनै गल्ती गरेको थिइस् कि, त्यसैले तिनीहरूले तँलाई कुटे होलान्। अनि त्यसले आमालाई भन्यो, मैले केही पनि गरेको थिइनँ। म तिनीहरूको यज्ञमा गएको त थिएँ, तर मैले त्यो यज्ञको भविष्यतिर हेरेकोसम्म पनि थिइनँ। भविष्यलाई जुठो हाल्नु त टाढाको कुरो भयो। त्यसको कुरा सुनेर त्यसकी आमा सारमा जन्मेजयको यज्ञमा आइन्। त्यसले रिसाउँदै भनी, महाराज जन्मेजय, मेरो छोरोको कुनै गल्ती नै नहुँदा पनि तिमीहरूले उसलाई कुटेछौ, त्यसैले अब म तिमीलाई शाप दिनेछु। तिमीमाथि अकस्मात यस्तो सङ्कट आइपर्नेछ जसको विषयमा तिमीले सोचेकै हुँदैनौ। यसरी सारमाले शाप दिएपछि जन्मेजय बडो आत्तिए। यज्ञ सकिएपछि उनी हस्तिनापुर आए र यो शापको निवारण गर्नका लागि पुरोहितको खोजी गर्न लागे। एक दिन राजा जन्मेजय शिकार खेल्न भनी वन गएका थिए। त्यहाँ उनले एक आश्रम देखे। त्यो आश्रममा श्रुतश्रवा नाम गरेका एक ऋषि बस्थे। उनको छोरोको नाम सोमश्रवा थियो। सोमश्रवा सधैँ तपस्यामा नै लागिरहेका हुन्थे। सोमश्रवालाई आफ्नो पुरोहित बनाउने इच्छा गरेर राजाले महर्षि श्रुतश्रवालाई अनुरोध गरे, महर्षि, तपाईका छोरा सोमश्रवालाई मेरो पुरोहित बनाइदिनुहोस्। राजाले यसो भनेपछि श्रुतश्रवाले भने, राजन, यसको हरेक इच्छा पूर्ण गर्न सक्छौ भने यसलाई लैजाऊ र आफ्नो पुरोहित बनाऊ, मलाई कुनै आपत्ति हुने छैन। अनि सोमश्रवा पुरोहितलाई साथमा लिएर फर्किएका राजाले आफ्ना भाइहरूसँग भने, उहाँलाई मैले आफ्नो पुरोहित बनाएको छु। उहाँले जे भन्नुहुन्छ तिमीहरूले कुनै सोचविचार नगरिकन त्यसको पालन गर्नु। राजाले यस्तो भनेपछि उनका 3 जना भाइहरूले पुरोहितको हरेक आज्ञाको पालन गर्न लागे। राजा भने त तक्षशिला राज्यलाई जित्नको लागि युद्धमा गए। त्यसै ताका आयोधौम्य नामले प्रसिद्ध एक महर्षि थिए। उनका 3 शिष्य थिए, उपमन्यु, आरुणी पाञ्चाल र वेद। एक दिन गुरु आयोधौम्यले आफ्नो एक शिष्य आरुणीलाई भने, बाबु, जाउँ खेतका भत्किएका आलीमा माटो भरेर पानी थुनिदेऊ। गुरुले यस्तो आदेश दिएपछि आरुणी त्यहाँ गएर धानखेतको आलीबाट पानी थुन्न लाग्यो, तर थुन्न सकेन। पानी थुन्न नसकेपछि उसले एउटा उपाय सोच्यो। आली लगाउने ठाउँमा आफै नै लडिदियो। उसको शरीरले थुनेपछि त्यहाँबाट बगिरहेको पानी रोकियो। निकै बेरसम्म पनि आरुणी नफर्किएको देखेर गुरु र अन्य शिष्यहरू आरुणी भएको ठाउँमा गए अनि उसको नाम पुकार्दै उसलाई बोलाउन लागे। गुरुको स्वर सुनेर आरुणी खेतको आलीबाट उठ्यो र गुरुका अगाडि आएर उभियो। उसलाई देखेर गुरुले भने, तिमी भत्किएको आलीलाई त्यसै छोडेर आयौ, त्यसैले तिम्रो यो उद्दलन कर्मको कारण तिम्रो नाम उद्दालक हुनेछ। तर तिमीले मेरो आज्ञाको पालन गरेका छौ, त्यसैले तिम्रो कल्याण हुनेछ। वेद र धर्मशास्त्र तिम्रो बुद्धिमा स्वयं प्रकाशित हुनेछन्। गुरुले यस्तो आशीर्वाद दिएपछि आरुणी कृतकृत्य भएर आफ्नो ठाउँतिर लागे। आयोधौम्य उपाध्यायको उपमन्यु नामकी अर्को शिष्य पनि थियो। एक दिन आयोधौम्यले उपमन्युलाई भने, बाबु, जाऊ गाई चराउन जाऊ। गुरुको आज्ञाले उपमन्युले गाई चराउने काम गर्न थाल्यो। दिनभरि गाई चराएर साँझ गुरुको घरमा आउँथ्यो र गुरुलाई नमस्कार गर्थ्यो। उपमन्यु बडो हृष्टपुष्ट हुँदै गएको थियो। यो देखेर गुरुले सोधे, उपमन्यु, तिमी कसरी यस्तो हृष्टपुष्ट भएका हौ? के खाने गरेका छौ? उसले उत्तर दियो, गुरुदेव, मैले भिक्षा मागेर खाने गरेको छु। यो सुनेर गुरुले उपमन्युलाई भने, मलाई नदिइकन तिमीले भिक्षाको अन्न खान मिल्दैन। अबदेखि तिमीले ल्याउने भिक्षा मलाई दिने गर्नु। त्यसबेलादेखि उसले भिक्षा लिएर गुरुलाई दिन थाल्यो। गुरुले उसको सबै भिक्षा लिइदिन्थे, उसलाई केही पनि दिँदैनथे। उपमन्यु सधैँझै दिनभरि गाई चराउँथ्यो र साँझ परेपछि गुरुको घरमा आएर गुरुका अगाडि उभिएर उनलाई नमस्कार गर्थ्यो। उसलाई अझै पनि पहिले झैँ हृष्टपुष्ट देखेर गुरुले सोधे, बाबु, उपमन्यु, तिम्रो सबै भिक्षा त मैले नै लिइदिन्छु। अब तिमी दोहोऱ्याएर भिक्षा पनि माग्दैनौ, तही पनि तिमी मोटा घाटा नै देखिन्छौ। आजकल के खान्छौ? गुरुले सोधेपछि उपमन्युले उत्तर दियो, मैले यिनै गाईहरूको दूध पिउने गरेको छु। यो सुनेर गुरुले उसलाई भने, मैले तिमीलाई दूध पिउने अनुमति दिएको छैन, त्यसैले अबदेखि यी गाईहरूको दूध नपिउनु।
उपमन्युले गुरुले दूध नपिउने वचन दियो। एक दिन गाई चराएर साँझ गुरुको घर फर्किएपछि गुरुले फेरि उसलाई सोधे, बाबु उपमन्यु, तिमी भिक्षाको अन्न खाँदैनौ, दोहोर्याएर भिक्षा पनि माग्दैनौ र गाईहरूको दूध पनि पिउँदैनौ, तैपनि तिमी मोटा घाटा नै देखिन्छौ, अहिले के खाने गरेका छौ? उपमन्युले उत्तर दियो, यी बाछाहरूले माउको दूध चुस्दा फिँज काट्छन्, मैले त्यही फिँज पिउने गरेको छु। यो सुनेर गुरुले भने, यी बाछाहरूले तिमीमाथि दया गरेर तिम्रा लागि धेरै फिँज काटिदिन्छन्, धेरै फिँज काट्नाले यिनीहरूको पेट भरिँदैन, त्यसैले अबदेखि तिमी फिँज पनि नपिउनु। उपमन्युले फिँज पनि नपिउने वचन दियो। गुरुले यसरी मनाही गर्दा उपमन्युले न भिक्षाको अन्न खान्थ्यो, न दोहोर्याएर भिक्षा माग्थ्यो, न दूध पिउँथ्यो र न बाछाहरूले ताडेको फिँज नै पिउँथ्यो। एक दिन वनमा असाध्यै भोक लागेर उसले आँकको पात चपाइदियो। आँकका पात परपराउँदा तिता र सुक्खा हुन्छन्, तिनलाई खाएमा पेटभित्र आगोको ज्वाला बले चाहिँ अनुभव हुन्छ। आँकका पात खाएर उपमन्युको आँखाको ज्योति हरायो, ऊ अन्धो भयो र वनमा एक इनारमा खस्यो। सूर्यास्त भइसक्दा पनि उपमन्यु घर नफर्किएको देखेर गुरुले अन्य शिष्यहरूसँग सोधे, उपमन्यु किन आएन? अहिलेसम्म त ऊ आइसक्नुपर्ने, पक्कै पनि ऊ मदेखि रिसाएर घर नफर्किएको हुनुपर्छ। अब हामी सबै उसलाई खोज्न जाउँ। यसो भनेर शिष्यहरूलाई साथमा लिएर गुरु आयो धौम्य वनतिर लागे। वनमा गएर गुरुले उपमन्युलाई बोलाउन लागे। गुरुले बोलाएको सुनेर उसले इनारभित्रबाट उत्तर दियो, गुरुदेव, म यहाँ इनारमा परेको छु। अनि गुरुले उसलाई सोधे, बाबु, तिमी कसरी इनारमा खस्यौ? उसले गुरुलाई उत्तर दियो, भगवान, आँकको पात खानाले म अन्धो भएको छु, त्यसैले इनारमा खस्न पुगे। गुरुले भने, बाबु, तिमी अश्विनी कुमारहरूको स्तुति गर, उहाँहरू देवताहरूका वैद्य हुनुहुन्छ, उहाँहरूले नै तिम्रो आँखा ठिक पारिदिनुहुनेछ। गुरुले त्यसो भनेपछि उपमन्युले ऋग्वेदका मन्त्रहरू पढ्दै अश्विनी कुमारहरूको स्तुति गर्न लागे। स्तुति गर्दै उसले भन्यो, हे अश्विनी कुमारहरू, म तपाईहरूका गुणहरूको बखान गरेर तपाईहरूको स्तुति गर्न सक्दिनँ, म अन्धो भएको छु, शरणागत वत्सल तपाईहरूको शरण लिएको छु। यसरी उपमन्युले स्तुति गरेपछि दुवै अश्विनी कुमार त्यहाँ आउनुभयो र उसलाई भन्नुभयो, उपमन्यु, हामी तिमीदेखि अत्यन्तै प्रसन्न छौँ, तिम्रा लागि पुवा ल्याइदिएका छौँ, खाऊ। अश्विनी कुमारहरूले यसो भनेपछि उपमन्युले भन्यो, गुरुलाई नटक्राइकन म यो पुवा खान सक्दिनँ। अनि अश्विनी कुमारहरूले भन्नुभयो, बाबु, पहिले तिम्रा गुरुले पनि यसरी नै हाम्रो स्तुति गरेका थिए, त्यसबेला पनि उनलाई हामीले पुवा खान दिएका थियौँ, उनले त आफ्ना गुरुलाई नदिइकनै खाएका थिए, त्यसैले तिमी पनि निश्चिन्त भएर खाऊ। उपमन्युले फेरि भन्यो, म क्षमा चाहन्छु, तर गुरुलाई नदिइकन त म यो पुवा खानै सक्दिनँ। यो सुनेर अश्विनी कुमारहरूले उसलाई भन्नुभयो, हामी तिम्रो गुरु भक्तिले बडो प्रसन्न भयौँ, तिम्रा दाँत फलाम जस्ता छन्, तिम्रा दाँत सुन जस्ता हुनेछन्, तिम्रा आँखा पनि ठिक हुनेछन्, तिम्रो कल्याण होस्। अश्विनी कुमारहरूले यसो भनेपछि उपमन्युका आँखा ठिक भए र उसले गुरु कहाँ गएर उनलाई प्रणाम गर्यो अनि गुरुलाई सबै वृत्तान्त भनी सुनायो। बडो प्रसन्न भएर गुरुले उसलाई भने, अश्विनी कुमारहरूले भने जस्तै तिम्रो सधैँ कल्याण हुनेछ, तिम्रो बुद्धिमा सम्पूर्ण वेद र सबै धर्मशास्त्र स्वतः स्फुरित हुनेछन्। यसरी गुरुले लिएको परीक्षामा उपमन्यु उत्तीर्ण भयो।